नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ। आज म देश, राष्ट्र, माटो, जननीको बारेमा केही कुरा राख्न चाहन्छु। म मनोज मुक्ति, उप-प्राध्यापक छु नेपाल संस्कृत विश्वविद्यालयमा र आफूलाई पत्रकार बन्न रुचाउँछु। अभियानका कामहरू पनि गर्ने गर्छु। हामी अब आफ्नो जनप्रतिनिधि चुन्ने फेरि खास गरेर प्रतिनिधि सभा र प्रदेश सभाको लागि त्यो चुनाव मङ्सिर 4 गते घोषणा भइसकेको छ। हाम्रो भाग्य निर्धारण गर्ने, हाम्रो जीवन स्तर उकास्ने, हाम्रो माटोमा सुन फलाउने प्रतिनिधि हामीले चाहन्छौँ। स्थानीय चुनावमा पनि हामीले के गर्यौँ त्यो हामीलाई थाहा छ। सबैजनाले दोषारोपण मात्रै गर्ने काम हामी गरिरहेछौँ। आफू छोडेर अरूलाई गाली गर्ने, अरूमाथि दोष लगाउने विभिन्न कामहरू जुन देशमा भइरहेको छ त्यो पनि हामी हेरिरहेछौँ। राजनीतिक रूपमा भइरहेको छ। कर्मचारीहरू के गरिरहेका छन्, पत्रकारहरू के गरिरहेका छन्, शिक्षकहरू के गरिरहेका छन्, व्यापारीहरू के गरिरहेका छन्, किसान, मजदुर, विभिन्न व्यवसायीहरू के गरिरहेका छन्। हामीले अरूको आलोचना गर्नु त सजिलो काम भएको छ। आफ्नो हैसियत नबुझिकन नै जसलाई पनि गाली गरिदेऊ, जसलाई पनि गाली गरिदिने हाम्रो सभ्यतै छ। अब हाम्रो आफ्नो हैसियत के छ त्यो हामी बिर्सिदिन्छौँ। अब मोदीको बारेमा कुरा गर्दा अरे त्यो मोदीले के गर्छ यस्तो भनिदिन्छौँ। कतै सामाजिकता हामीले बिर्सिरहेका छैनौँ। अब कुनै एक पक्ष यो देश नबन्नुमा दोषी छैन। देश कुन अवस्थामा गएको छ त्यो हरेक जो हामी कुनै न कुनै रूपमा त गरिरहेछौँ, देखिरहेछौँ, भोगिरहेछौँ। देश कुन ठाउँमा गइसक्यो त्यो अब नभनौँ। हामी आफै छाती छामेर हेरौँ त कहाँ गइसक्यो देश, हामी के गरिरहेछौँ। निश्चित रूपमा अब एकले अर्कालाई गाली गर्छौँ। मेरो आफ्नो चाहिँ बुझाइ छ। अब कतिजना यसमा सहमत हुनुहोला नहुनुहोला। मेरो आफ्नो बुझाइ छ कि खेतै बिग्रिसकेको छ। अब जस्तो खेत हुन्छ त्यहाँको उब्जनी त्यस्तै हुन्छ। त्यो खेतमा उब्जिने जनता त्यस्तै छन्, पत्रकार त्यस्तै छन्, कर्मचारी त्यस्तै छन्, हरेक थोक त्यस्तै छन्। उसका व्यापारी त्यस्तै छन्, उसका किसान त्यस्तै छन्। आखिरमा हामी कुनै न कुनै रूपमा त छौँ। अमेरिकाका मान्छे त यहाँ बसेका छैन, यहीँका मान्छे छन्। परिवर्तन फेरि यहीँका मान्छेले गर्छन्। हामीले आफ्नो छातीमा हात राख्यो भने निश्चित रूपमा लाग्छ कि यो देश कहाँ गइसक्यो। किन यसमा चिन्तित हामी छैनौँ। अब कति नेतैका परिवारबाट नेतैका मान्छे अब फेरि भन्छन् कि क्वालिटी एजुकेसन भएन। अब गोल्ड मेडलिस्टै मान्छे रङ्गे हात पक्राउ हुन्छन् अख्तियारद्वारा। ठिक छ, तर्कमा कसैको तर्फबाट बोल्ने नबोल्ने त्यो आफ्नो ठाउँमा छ। जो समातियो कि समातिएका बाहेकहरू चोरहरू छैनन्, हामी भ्रष्टाचारीहरू छैनौँ। कसैले भन्छ कि नेतै खराब छ, कसैले भन्छ जनतै खराब छ। होइन, त्यो कर्मचारी, त्यो नेता, त्यो व्यापारी, त्यो पत्रकार कुनै न कुनै आमाको छोरा हो नि। उसको घरबाट भन्नु पऱ्यो नि, ओइ बाबु यो जुन लुटेर ल्याइरहेछौ कहाँबाट ल्याइरहेछौ, यसरी त देश बन्दैन। हामी सबैजना शपथ खाएको हुन्छौँ। नैतिकता कहाँको हदसम्म हामी हराइसकेका छौँ। नैतिकतालाई सामान्य हेर्न सकिन्छ। सङ्गठनको कुरा गर्छौँ, सङ्गठनमै त्यस्तो छ। पार्टीको कुरा गर्छौँ, पार्टीमा त्यस्तो छ। यहाँ नितान्त रूपमा आम जनता हामी सबभन्दा बढी स्वार्थी भएका छौँ अनि हाम्रो हरेक अवयव त्यस्तै छ। निश्चित रूपमा एकचोटि हामीले मनन गरौँ। अरू मान्छेले भन्छन् कि यस्तो खत्तम भइसक्यो, कसरी परिवर्तन हुन्छ, कसले गरिदिन्छ परिवर्तन?
परिवर्तन भनेको यहीँका मान्छेले गर्ने हो। अमेरिका राम्रो छ, त्यहाँको लागि राम्रो छ, यहाँ हुनु पर्यो नि। यहाँ कसले बनाइदिन्छ? हामीले बनाउने हो। हामीले खाएको, हामीले खेलेको, हामीले सुतेको, हाँसेको यो माटोकै लागि हामी जागिर गर्ने, यो माटोमै बस्ने, हाम्रा आफन्तको लागि हामी व्यापार गर्ने, यो माटोकै लागि हामी पत्रकारिता गर्ने, यो माटोकै लागि हामी कर्मचारी बनेर आएको, यो माटोकै लागि तलब खाएको, आखिरमा छौँ त हामी नै। कसले गरिदिने? एकदम सोच्ने बेला आएको छ। यसरी बन्दैन। यसरी देश कहाँ जान्छ। जसले मलाई जन्माउनु भएछ, जसलाई मैले जन्माएको छु, त्यो सबैजना यही माटोमा छ, यही गाउँमा छ, यही समाजमा छ भने त्यो समाज बनाउने जिम्मा कसले लिने? कसको? हामीले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गरिदिनुपर्छ। राम्रोलाई राम्रो भनिदिनुपर्छ, नराम्रोलाई नराम्रो भन्नै पर्छ। फेरि चुनाव आउँदैछ। देशमा लोकतान्त्रिक गणतन्त्र छ। एकदम चुनावको कुरा हुन्छ, मतपत्रको कुरा हुन्छ, जुन सबभन्दा बलियो आधार हो लोकतान्त्रिक गणतन्त्रको। त्यो मत हाम्रो हातमा छ र हामी फेरि अब होइन, अब के गर्ने, हुन त फलानु ठुलो नेता हो, दिइदिनु पर्यो, त्यो नेताजीले केही गरोस् नगरोस्, होइन यो बिचरा मरि नै सकेको छ, यसको अन्तिमै छ, यसपालि दिदेऊ, चाहे उसले गरोस् नगरोस्। एकदमै यो चुनाव लड्दा बिल्टुवै भइसक्यो, अब यसलाई दिदेऊ, त्यसले गरोस् नगरोस्। हुन त यो धेरै घरमा जाने गर्छ, तै पनि के गर्ने, आफ्नै जातको, आफ्नै काकाको छोरा, आफ्नै उसमा कुटुम्बमा पर्यो। यसरी अहिले पनि हामी मत हाल्न त गइरहेको छैनौँ कि यसपालि हामीले हाल्ने मत के को आधारमा हामी हाल्दैछौँ? एकदम हामीले विचार गर्नुपर्छ। हामी कहाँ मत माग्न आउने नेतासँग सोध्नुपर्छ। ती नेताहरूले हरेक ठाउँमा गएर कोन सभा गर्नुपर्छ हो, तपाईँले जो जितेका छन् उसँग सोध्नुपर्छ हामीले कि तपाईँले गरेका बाचा कति पुरा भयो, अब तपाईँले के गर्ने हो, होइन अब के गर्ने, म अब त्यही पार्टीमा छु, अब त्यसको नेता लड्यो, छन् त चोर, अब उसैलाई दिइदिनु पर्यो। अनि हामी लोकतान्त्रिक गणतन्त्रका नागरिक हौँ, हामी जनता होइनौँ। हामी पहिला प्रजा थियौँ, जनता भयो, अब नागरिक भइसक्यौँ। नागरिक कागजी रूपमा मात्र भएर हुँदैन, हामी बनिदिनुपर्छ। यसको चर्चा गाउँमा हामीले चलाउनुपर्छ। पहिला हामी जुन गरिरहेछौँ के त्यो राम्रो छ? एकदम यसमा चिन्तन गरौँ, मनन गरौँ र आफू नागरिक सचेत मतदाता बन्ने प्रयास गरौँ र यसमाथि चर्चा खुलेआम सुरु गरौँ। धन्यवाद, नमस्कार।